वास्तवमा अघि भर्खरै एक दोषक साथीले भनिसक्नुभयो, 1 महिना पनि भएको छैन। 1 महिनाभित्र यो देशमा एउटा ठुलो भाइब्रेसन उज्यालो नेपाल पार्टीले ल्याएको छ। यसको लागि हार्दिक बधाई दिन चाहन्छु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, दक्षिणदेखि उत्तरसम्म सबैतिर फैलिएको छ। नामै उज्यालो। सानो एउटा झिल्कोले ठुलो डढेलो लाग्छ। झिल्को थियो उज्यालो नेपाल, अहिले देशैभरि फैलिएको छ। वास्तवमा 2007 सालपछि अहिले करिब 75 वर्ष भएछ। 7 सालमा बनेको पार्टीले कति वर्ष सङ्गठन बनाएर, कति वर्ष सत्ता चलाएर आज ती पुराना पार्टी भन्ने जति पनि पुराना पार्टीहरूको अवस्था हेर्दा उज्यालो नेपालले 1 महिनामा ल्याएको यो उर्वर, यो हलचल एकदमै सराहनीय छ। वास्तवमा म विद्युत प्राधिकरणमा काम गरिरहँदाखेरि करिब 30 वर्ष मैले ऊर्जा क्षेत्रमा काम गरेँ। करिब 8 वर्ष विद्युत प्राधिकरणको नेतृत्व सम्हालेँ। मैले धेरै ब्युरोक्रेसी बुझेँ, धेरै राजनीति पनि बुझेँ, नेता र नेतृत्व पनि बुझेँ, धेरै कुरा बुझेँ। र म हरेक समय एउटा च्यालेन्ज, ठुलो चुनौतीको बिचमा उभिने गरेको छु। जुन समय चुनौती आउँछ त्यो समयमा म तत्त निकायमा आउने गरेको छु। एउटा चिलिमी हाइड्रो पावर कम्पनी भन्ने थियो, त्यहाँ ठुलो समस्या थियो। रसुवाको जनताले त्यो कम्पनीलाई बन्द गरेर हरेकचोटि त्यहाँ आन्दोलन हुने गरेको थियो। म त्यहाँ म्यानेजिङ डाइरेक्टर भएर गएँ। तीको जनतासँग दुर्मिल गरेँ, तीको जनतासँग सहकार्य गरेँ र म त्यहाँबाट निस्किने बेलामा 1 महिनासम्म कुलमान घिसिङ चाहिन्छ भनेर 1 महिनासम्म आन्दोलन गर्नुभयो उहाँले। यो परिस्थिति त्यत्तिकै सिर्जना भएन होला। जनताको सेवा गरेको हुनाले, त्यहाँको जनतालाई समृद्ध बनाउनलाई जुन काम गरेँ, मेरो जीवनमा सबभन्दा महत्त्वपूर्ण काम, महत्त्वपूर्ण कुरो केही जस्तो लाग्छ। त्यही भएर जनता केन्द्रित भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसपछि म विद्युत प्राधिकरण आएँ। ठुलो चुनौती थियो। 18 घण्टासम्मको लोड सेडिङ, घाटाको संस्था, राजनीतिको अखडा संस्था, त्यसलाई कसरी अगाडि ल्याउने। हामीले 9 महिनामा त्यत्रो घाटाको संस्थालाई नाफामा ल्यायौँ। 2 महिनाभित्र लोड सेडिङ अन्त्य गर्न सुरुवात गऱ्यौँ र त्यो संस्थालाई एउटा नाफा कमाउने संस्थाको रूपमा परिणत गऱ्यौँ। यो एउटा ठुलो चुनौतीबाट हामीले परिणाममा परिणत गऱ्यौँ। यो एउटा परिणाम संस्थाभित्र दिँदाखेरि देशभरि त्यसको आशाको सञ्चार, केही हुँदो रहेछ, केही गर्न सकिन्छ भन्ने एउटा रिजल्ट आयो। त्यसपछि धेरै चुनौतीहरू थिए राजनीतिक नेतृत्वबाट र विभिन्न निकायहरूबाट। चुनौती बारम्बार भइरहन्थ्यो। तपाईँहरूले सुन्नुभयो होला, विद्युत प्राधिकरणमा विगत 30 वर्षमा कुलमान घिसिङले के गरे भनेर कति मिडियामा पनि सुन्नुभयो। तर
कुलमान घिसिङले गरेको भए आज प्रमाणित भएर कुलमान घिसिङ कुनै खोरमा हुन्थ्यो। आज तपाईँ माग हुँदैन। तपाईँ म सधैँ भन्ने गर्छु, एउटा प्रचारमा आएको कुरामा विश्वास नगर्नु र म सधैँ तपाईहरुको माया विश्वासको बलमा सधैँ अगाडि बढेको छु। ठुलो चुनौतीको बीचमा आम नेपाली जनताको माया र विश्वासको बलमा नै म अगाडि बढेको छु। विभिन्न समयमा मेरो विरुद्धमा भएका कामहरूमा र मलाई पहिलो कार्यकालमा म बाहिर निस्किँदा र अस्ति 4 महिना बाँकी हुँदाखेरि म बाहिरिनु पर्दा बाहिर सरकारले जुन बर्खास्त गर्यो तत्त समयमा आम नेपाली जनताले जुन किसिमको साथ समर्थन सडकमा आएर सामाजिक सञ्जालमा बोलेर सदनमै पनि बोलेर आम सांसदहरूले पनि धेरै सांसदहरूले जुन विरोध जनाउनु भयो, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालीहरूले जुन किसिमको विरोध जनाउनु भयो र जुन किसिमको साथ सहयोग मलाई प्राप्त भयो, त्यही हो मेरो अगाडि बढ्ने एउटा प्रेरणाको स्रोत भनेकै।